वेलकम ब्याक टु आजको बिहानको मर्निङ भ्यू सँगै म उपस्थित भइसकेको छु हैन। टक्क लाएर आज चाहिँ हैन एकदम दामी फ्रेस दिन भइरहेको छ, एकदम घाम लागिरहेको छ, एकदम दामी चट्ट। आज चाहिँ म बारीतिर जाँदैछु हैन, बारीतिर के छ तरकारीहरू हैन, तरकारीहरू करेलाहरू अरु चाहिँ के हैन, गाउँमा चाहिँ तरकारी चाहिँ किनेर खान पर्दैन है। गाउँमा चाहिँ आफूले रोपेको अर्गानिक करेलाको साथमा म उपस्थित भइसकेको छु। आज हाम्रो भान्सामा पाक्ने करेला कस्तो लाग्छ तपाईहरुलाई करेला कमेन्ट गरिदिनु होला। कमेन्ट गरेर तपाईहरुको सल्लाह राखिदिनु होला। बिहान बिहान उठेर हाँसिरहेको छ नि यतातिर सन्जिता परियार। अब म चाहिँ करेला अब बनाउन लागिरहेको छु है।